guys, you need a hiking in the hello. जाउँ है जाउँ कोही कोहीहरू हिँड्नु नसक्नेहरू तल अनि हामी चाहिँ हजुर अँधेरो डेपति गएछौँ भन्दै हुन्थ्यो अनि पछाडि मेरो देउरानीहरू पनि गएछ ल हामी यहाँसम्म आइपुग्यौँ है सक्नुपर्छ है गाइस यतिखेर हरायो रे पोचहरू गाइज उता माथि डाँडा पुग्दा चाहिँ के हुन्छ होला गाइज जाउँ है जाउँ जाउँ है जाउँ ढेन्टाडेङ म यहाँ छु म एक्लै हिँड्छु ल हाम्रा टोलीहरू गाइस उकालो गर्ने भएर सबै सिउँसिउँहरू हुँदै जाँदैछौँ हामीलाई यहाँनिर पानीले भेटेको अवस्था छ गाइस छाता खोलेको अवस्था पानी पर्यो के गरेर पुग्ने हो र यसरी पानी परेर एकचोटि यहाँमा थियो अनि यहाँनिर हाम्रा ग्रुपहरू पानीले भेटेको अवस्था यस्तो बिजोग भइरहेछ है तर पनि हाम्रो यात्रा चाहिँ जारी छ गाइस यहाँ भिज्नु भएछ एकलट तल आउँदै हुनुहुन्छ तर पनि हाम्रो यात्रा निरन्तर हामी हिम्मत हार्नेवाला छैन हामी चाहिँ यहाँनिर आइपुगेको फाइनली गाइस धरान आइपुगेको छौँ यहाँनिर आयो कहिले यहाँदेखि उदो यत्रो डिलमा बसेर उदो फोटो खिच्नुपर्छ ल हेलो लक्ष्मी श्रेष्ठ कस्तो फिल भइरहेछ यहाँसम्म आइपुग्दा बोलेर हिँड्नु नसक्ने अब आउने कि नआउने नआउने गोर्खा जाने कि नजाने ल उक्रेको हाम्रो धरान फाइनली यहाँ आइपुगेको अवस्था गलेर सब यसरी भारी बिसाएर यस्तो छ हालत यस्तो छ जुत्ताको हालत यस्तो छ इनर्जीहरू यस्तो छ इनर्जीहरू यस्तो छ मान्छेको हालत रुनु आँटेको छ अब कहिले हाइकिङ नभन्ने अरे हाम्रो खाजाहरू टेन्टेडेङ यो खायो भने के हुन्छ अरे लक्ष्मीले खान्छ सुजाले खाने दिपाले के अरे गीता सोल्टिनी यता मित्राले चित्रा मान्छेले खान्छ यहाँ म खान्छु सबै डरायो कि म खान्छु सबैजना हाम्रो खाजाहरू गाइस हामीले सुरु गर्यौँ खाउँ कस्तो छ लु टेस्ट कस्तो छ बतामै कस्तो छ मिठो छ हाम्रो खाजाहरू थरी छ इनर्जी यो अर्को झन् हाई इनर्जी यसले अर्को छ त्यहाँनिर अर्को छ सब चिज छ यहाँ हामीसँग कोही रमिते पनि हामीले ल्याएको छौँ टेन्सन छैन गाई चाहिँ सबै पुरापुरी झोला रित्यो बाँकी इनर्जीहरू त बाँकी नै छ अझै अर्को डाँडा काटेर जस्तो छ इनर्जीहरू हेर्दाखेरि यहाँनिर के गर्ने
हाम्रो बडीगार्डहरू पनि अब यस्तो भइसक्यो होइन। यो यहाँ अट्दैन होला। आइवरी बोका पतेउरा बोकेर हामी सबै नागरिकको आफ्नो मैला सैला बोकेर फर्केको अवस्था। अब हामी लाग्यो। अब हामी त सबै नागरिक हो नि त, जहाँ गए पनि आफ्नो फोहोर मैला हामी आफ्नै ठाउँमा फर्काउँछौँ, छोडेर हिँड्दिनौँ क्या। हो नि ल ओह्रालै ओह्रालो। आइ उकालो आउने बेलामा चाहिँ बाटो लाग्ने बेलामा पानी परेर छाता ओढेर उकालो लाग्यो। अहिले फर्किने बेलामा फेरि घाम चर्केर यस्तो छ गाइस। छाता त्यस्तो छ। ऊ मित्र मायाको मेरो पनि त्यस्तै छ। घाम धेरै भयो त कहाँ छटके टोपी लगाएको। रमाइलो आउँछ सिनेमा पारुङको। साउनेको अप्ठ्यारो छ र लक्ष्मी? के छ हालको ठिक छ? मात्रै अलिअलि यतिको इम्युनिटी पावर चाहिँ खत्रै हो नि हाम्रो साउनीको। ए मैले लिएको भन्नु नि हौ आफै। साथीहरूले लिएको भनेर हतार पुरा लगाएको हेर न अनि। तर खानु त खाएको नि होइन। यो भिडियो चाहिँ साउजीलाई मजा आयो है। ल अब अघि त पुरा टेम्पोको कुरा गर्दा मनमा लड्डु फुटिरहेको थियो। वाउ धानको कस्तो राम्रो देखेको छ। हामी यहाँनिर आइपुग्यौँ। अब खोला झर्नु आँट्यौँ। सब माथिसम्म आइपुग्नु गएर फर्किने टोली यहाँनिर चाहिँ गाइस। मस्ती यस्तो दामी छ। सब हाइकिङ टोलीहरू चाहिँ गाइस आजको हाम्रो हाइकिङ खतम। हामी यहाँ आइपुगिसक्यौँ घर छेउछाउतिर। अब हाम्रो छुट्ने आयो। हाम्रो छुट्ने ठाउँ यहाँ बाटोबाट। बाई बाई। लु ओह्रालो जाने पार्टीहरू दुईजना बाई बाई। ल हामी चाहिँ यतिजना चाहिँ यता हो। तर अब हामी पनि छुट्यौँ। ओके छ त बाई बाई।